So hey guys, welcome back to my new video हैन. So आजबाट चाहिँ म भ्लगिङ स्टार्ट गर्दैछु र हामी जाँदैछौँ अहिले चाहिँ लभिङ मल हो त गाइस. र मसँग छ मेरो गान्डु एक नम्बरको गान्डु हैन मिस्टर निरोज. सो है हामी जाँदैछौँ र हामी अन द वे नै छौँ. हामी बाटोमा हिँड्दैछौँ अहिले चाहिँ. सो लेट्स गो टु लभिङ मल है त. आज पुगेर भेटौँ होला. सी गाइस. सो गाइस हामी चाहिँ हिँड्दै थियौँ हैन. अहिले यहाँनिर अन द वे र हामीसँग चाहिँ दुईजना जोइन भइसकेको छ है त. हामीसँग चाहिँ दुईजना जोइन भइसकेको छ केटाहरू है. सो हामी जाँदैछौँ. तिम्रो नाम चाहिँ के हो साथी भन्नु? Yo, it's your boy MC Monster. Let's go. र हामीसँग अर्को एउटा साथी छ है. सो हामी चाहिँ जाँदैछौँ लभिङ मल. खासमा भन्नुपर्दाखेरि त केटी हेर्न जान्ला हो होइन. यिनीहरू काममा त किन्दैन मलाई फेरि थाहा छ. सो त्यही भएर we are on the way guys है. That's your boy Boca bro. हैन gang gang. Yo, what's up guys? I am Mr. Niroj. हैन अहिले हामी लभिङ मल जाँदैछौँ. लभिङ मल गएर यसो Come on, see you. सो यो चाहिँ इपिक छ हैन. यता यता देखाऊ यता देखाऊ. यहाँ छ हाम्रो एउटा नेपाली बादर. वेलकम गाइज अनदर ब्लग. अहिले भिडियो गरिरहेको छु मेरो क्यामेराम्यान मेरो असिस्टेन्ट. यसो देखाऊ. कफी खान्छु ल. खाए ल. It was a big man. Why bro? Why you are scientist? गर्लफ्रेन्डको म्यासेज आयो होला क्या. हात त मोबाइलमै छ. Maybe you are right, bro. के रुए क्या हो? हामी चाहिँ पाटन छेउमा आइसकेको छौँ है अहिले चाहिँ. Yo, it's your boy. It's your boy, MC Monster. Let's go. Subscribe and watch सबैले च्यानलमा नयाँ हुनुहुन्छ भने अबे यार राइट. पाटन आइसक्यो तर केटी एउटा फेला पर्दैन. मैले के देखेँ? खै यार के देख्यो यार. आई डोन्ट नो के देख्छौ हैन. तिमीले देखायौ. बुझ्यौ नि? बुझ्यौ. Why bro? Why not coconut? Today we are going Loving Mall, then come home, then यो गान्डु हैन केटी जिस्काउने प्लान बनाइरहेको छ. त्यो पनि कुइरे है. सो त्यहाँनिर त्यो बोयफ्रेन्ड छ. यसलाई पिट्यो भने कसम हामी पछाडिबाट फाडिहाल्ने हो है केटा हो. हालौले ब्रो. आधा आएगा तिम्रो दोस्त. तिमीमा आउँदैन. Your hand is showing on frame, bro. यस बडी. Yo guys, टुडे म केटाहरूलाई आज भ्लग कसरी गर्छ भनेर सिकाइरहेको छु होइन. अब हामी बाटोतिर छौँ. केटाहरू यहाँ अगाडि ऊ यहाँ. म सबलाई भ्लग गर्न सिकाउँछु बिकज I have the full experience about this bro. सो हामी चाहिँ लभिङ मल बाहिर छौँ होइन एक्ज्याक्टली चाहिँ. यहाँनिर केटाहरू चाहिँ पानी घुरापाती गर्दै खान्छ क्या यहाँनिर. 2 रुपियाँको पानी. सो सेभ वाटर ड्रिङ्क बियर है केटा होइन. सो त्यही भएर तिनीहरू पैसा तिरेर पानी खाँदैछ यार. तर ठिक छ होइन. पानी आयो गाइस. सो यहाँ पानी आइसक्यो होइन. मैले हालेको छु. अनि केटाहरू पानी खाँदैछ. त्यो पनि लभिङ मल बाहिर बसेर पानी. सो यो चाहिँ पेपर कप हो होइन गाइज. यो चाहिँ पुरै हुन्छ नि नेचरसँग चाहिँ डिजाइबल हुन्छ होइन. यो चाहिँ डिजल्भ हुन्छ माटोमा. सो भेरी गुड होला. इट्स गुड यार. पिउनको लागि चाहिँ बेटर छ होइन. सो पे एन्ड ड्रिङ्क है त केटा. सो अब हामी जानेवाला छौँ लभिङ मलभित्र होइन त.
मेमोरेबल थियो है त यो केटाहरू यहाँसम्म आएर जब यहाँ भित्र पनि नजाने भन्छ क्या त्यही पनि एक्सलाई देखेर यिनीहरू फेरि एउटाको भयो नि हुनु तिनटैको एकैचोटि आछ कि फेरि होइन अब हेरौँ यिनीहरू त जान्छ कि जाँदैन हामी जाँदैनौँ सिधा कुरा प्रश्न विचार कहाँ ओए मेरो भाउजू तिमीहरूको भाउजू पागल हो उही गइदिएर यार ल्या गइदिएर यार लल यार लल यार गइदिएर केटी चिजको है सो हेर्न सक्नुहुन्छ होइन ऊ त्यो त्यहाँ छ र केटीहरू 4 जना आइरहेछन् कि त्यो लाज छैन यार 1v फोकाइरहेछ हामीलाई पनि बोलाउनु नि हामी केटा हो सो अब केटीहरू चाहिँ भित्र गयो होइन अब यिनीहरू पनि पछि पछि जान्छ यति चाहिँ मलाई स्योर छैन सब किरिमै किरी मलाई ओ माइ गॉड के फाउडे के भन्दैन मलाई आउँदैन केटीको फ्लेवरको बारेमा ओ भाइ के हो फेरि भन त के हो केटीको त्यो फ्लेवरको त सेन्ड गर्न त प्रोडक्टको नाम चाहिँ के भने फाउडेन्स हो कि के पाउडेन्स के हो त्यो नाम Oh bro, Power Rangers. Oh nice, the near border, yeah? Okay, and you? I'm originally from the US, my name is Max. It's nice to see you guys. हामी चाहिँ आइसक्यौँ भयो त गाइज लभिङ मल आइसक्यौँ है सो हामी चाहिँ लभिङ मल बाहिर आइसक्यौँ वेट लागिरहेछ लाग्न चाहिँ होइन केटा हो केही भन्न चाहन्छौ होइन म फर्स्ट टाइम सुमा काठमाडौँमा यत्रो वर्ष बसेँ तर भाइब चाहिँ अल गुड नै सकेछ हामी लिफ्ट युज गर्दैनौँ है हामी Driving smash. That was epic यार What no money What no money है guys यस्तो उतातिर अहिले तल आउँदाखेरि तल बस्नुला है सो अब चाहिँ हामी जानेवाला छौँ टप फ्लोरमा होइन किन जानला किन जानला टप फ्लोरमा यस्तो घुम्दै घुम्दै हेरौँ के मन लाग्छ ना यो मान्छे झुट बोल्दैछ है गाइस सो प्योरली झुट बोल्दैछ केटीहरू जानला हो कसम जो छ नाममा त्यस्तै भोकाको टाइटल लाइक गेन गरेर बस्छ क्या मान्छे के हुन्छ सो होइन वी आर गोइङ अप अन्डरग्राउन्ड पनि रहेछ टपमा हेरौँ आई गेस इट वाज गुड इन लुकिङ है लुकमा चाहिँ बवाल छ है फेरि है बनाउन चाहिँ बनायो मान्छेहरूले मेरो गर्लफ्रेन्ड आयो मैले स्योर किनिदिन्थेँ क्या गर्लफ्रेन्ड बनाऊ है मसँग पैसा देखाउँ देखाइदिउँ त अब पैसा नदेखाइकन त कसले पत्ताउँछ है देखाउँ वेट कसले पत्ताउँछ भन नि तिमीलाई सक्यो ल रिचवाला भाइ बाहिर होला है गर्लफ्रेन्ड बनाऊ कि केटी हो म भन्छु तिमीहरूलाई यता साथी बनाऊ है बनाऊ है मसँग पैसाको कमी छैन केटा फेरि हो यस्तो होइन म चाहिँ ललितपुरमा बस्छु म स्केट पार्कमा धेरै आइरहेको हुन्छु केटी जिस्काउन होइन गाइस हाम्रो रियालिटी भनिदेऊ न त रियालिटी तिमीहरूले जान्न हामी चाहिँ एकदम हाम्रो रियालिटीको तिमीहरूले कदर गर्न सक्दैनौ क्या त्यस्तो रियालिटी सही हो सो हामी एकदम सही कुराको लागि आएको छौँ कि होइन सो त्यो एकछिनमा थाहा हुन्छ तपाईँहरूलाई लेट्स एक्सप्लोर द लभिङ हामी यहाँ एक्सप्लोर गर्दैछौँ सबै कुरा देखाउँछौँ हामीले के कस्तो हुन्छ होइन सो आजको गाइड चाहिँ म हो यसको गाइड सबै कुरा सुट गर्नु पऱ्यो बोल्ने जोस जाँगरै छैन केटाहरूसँग म सिकाउँछु नि भ्लग कसरी गर्ने अहिले जोस आउँछ केटी आउँछ होइन तिमी गाड्नु हो जहाँ Why? That was epic, man. We are in the wrong left, guys.
यत्रो टाइम आइसक्यो त्यही पनि मलाई थाहा आइडिया छैन कि यताको लाइक म त फर्स्ट टाइम घरमा आएको बट यिनीहरूलाई बालै छैन यार यिनीहरू किटले मात्रै हेर्दा भने अहिले किन गाडीले हेरेर दिएको अब गाडीले गाडी तर यस्तो डेन्जर गाडी हेरेको थियो कि मैले जस्तो हेरेको तर हामीले के छैन चिनो हिँड्ने क्या we are in the second last floor होइन केटा यो के हो यार who was this man just राम्रै छ अब हामी यहाँबाट यसो घुम्दै घुम्दै होइन कहाँ जान्छौँ guys I will show you यहाँको भ्यू होइन त एउटा क्लिप देखाउँछ है त that was really good है so I'm gonna show it he is next rapper of Nepal okay he is gonna be है अनि मेरो गानाहरू कस्तो लाग्छ प्लिज चेकआउट लाइक MC Monster युट्युब नेम छ होइन गएर सबैले चेकआउट गर्न सक्नुहुन्छ च्यानल लाइक मेरो नयाँ गीत पनि अफिसियली ड्रप भएको छ फ्रिभी लाइफ लाइक नाम फ्रिभी लाइफबाट बबाल छ सबैले गएर हेर्नु पऱ्यो होइन अनि यस्तो भ्युजहरू ग्रोथ गर्नु पऱ्यो सबैजना सो अब चाहिँ हामी बाहिर पार्किङमा आइसक्यौँ है त गाइज होइन यो चाहिँ ब्याक एन्ट्रेन्स हो होइन हामी निस्किने वाला छौँ एक्जिट गरेर यो गाइज म आज मेरो आउटफिट एक्सपोज गर्छु कतिमा किनेको के कसरी यो चस्मा सनग्लासेस होइन है दिस इज नर्मल ग्लास हो होइन सो यो चाहिँ होल लाइक यहाँनिर टाइगर टाइपको छ डिजाइन होइन प्याटर्न फुल्ली प्लास्टिक बडी हो होइन सो मैले यो चाहिँ 150 रुपियाँमा किनेको थिएँ नेक्स्ट वान दिस सु इज लाइक मैले किनेको यता मैले किनेको लगभग 2 वर्ष भयो होइन यो सुज चाहिँ माल भइसक्यो पुरै मुजी झट्टु भइसक्यो होइन र यो सुजको एउटा खासियत देखाउँछु अब म होइन नो ब्रो नो त्यो हुँदैन एक्सपोज गर्नु हुँदैन होइन अडियन्सले चाहन्छ नेक्स्ट मेरो आउटफिट यो दिस इज फ्रम मलेसिया होइन अनि लगभग खोइ कतिमा पऱ्यो मलाई पनि थाहा छैन लाइक यो कति पऱ्यो आई डोन्ट नो फ्रीको माल फ्रम मलेसिया एन्ड दिस इज फ्रम कुन अनलाइन ब्रान्डबाट मैले अर्डर गरेको थिएँ मेबी लाइक 1800 लाइक 1800 है त्यसको चाहिँ एन्ड देन नेक्स्ट वान दिस इज लाइक वाट इज पोल्स या दिस इज फ्रम मलेसिया अल्सो होइन यसको चाहिँ लगभग कति पऱ्यो भने मेबी 10K to 15K परेको भनेर सुनेको थिएँ बट दिस इज अल्सो फ्रम मलेसिया है 10K एन्ड 15K सो गाइज आई एम पुर ब्रो सो हे गाइज अब चाहिँ हामी खाजा खान जान लाग्यो होइन अर्को हात दिएको हामी चाहिँ बाहिर निस्केर अब चाहिँ हामी रोडमा छौँ होइन सो अब हामी जाँदैछौँ खाजा खान एउटा यस्तो ठाउँ जसमा खाजा चाहिँ बबाल पाउँछ है सो हामी गइरहेर र मेरो साथीहरू पनि जाँदैछ यो दुईजना चाहिँ केटी ताक्नमा व्यस्त छ हामी चाहिँ अब जान लाग्यो सो बाई सी यू इन द होटल सो होइन अब चाहिँ हामी आइसक्यौँ हाम्रो स्ट्रिट पार्किङ है त गाइज कहाँ गएर सक्दैन है सक्दैन फेरि भएर ओइ काली कहाँ जाँदैछ बाई बाई हजुर सो हामी त जाने होइन भाउजू यहाँ फ्रीको के पाइन्छ यहाँ फ्रीको के पाइन्छ हजुर खानेकुरा भनेको खानेकुरा के पाइन्छ शुद्ध पानी पाइन्छ भने अलि संस्कृतमा गाली यहाँ दाइहरू खेल्दै हुनुहुन्छ चेस गेम चल्दैछ इन्टेन्स हजुर राम्रो आउनु भएको छैन साँच्ची भनेर अब फाइनली स्केट पार्कबाट हामी निस्किसक्यौँ भयो गाइस अब हामी जाँदैछौँ गो थ्रु द अब चाहिँ खाना जाने है अब चाहिँ स्योर है सामान नदिनु पऱ्यो घुम्दै जान्थ्यौँ मै खुवाइदिन्छु होइन मै किनिदिन्छु पनि होइन गाइस तर पैसा चाहिँ साथीले दिन्छ है सो हामी जाँदैछौँ अब गएर भेट्छौँ हामी सिधै क्याफेमा हेर बाई बाई केही भन्न चाहन्छौ
सो हामी चाहिँ आइसक्यौँ क्याफे है त सो यो चाहिँ हाम्रो फर्स्ट मिल हो होइन यो चाहिँ हाम्रो कट पिस आइसक्यो सो यहाँको प्राइस चाहिँ जस्ट रिजनेबल र मिठो पनि दामी छ है गाइज खानेपिना नो डिस्टर्ब न प्लिज यार गाइस त्यस्तो मिठो चिजहरू अरू केही भन्न चाहन्छु सो अब हामी नेक्स्ट मिल आउँदाखेरि वेट गर्नेछौँ होइन सो अहिले चाहिँ खाम है त गाइस यो हो हाम्रो सेकेन्ड मिल है देख्थ्यो यस्तो बबाल लागिरहेको यार खाँदा कस्तो होला ट्राई हेर्न न त एकचोटि साथी यस्तो हो खाँदाखेरि यस्तो हुन्छ Let me some. मिठो 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 यो चाहिँ एनदर मिल है 4 बाइट खाइसकेपछिको यस्तो खाइसक्यो नि पिरो पिरो मिठो मिठो त्यहाँनिर चाहिँ होइन चाउमिनमा लाइक यो धेरै पाइन्छ के भन्छ होला चाउमिनमा लाइक धेरै बफको क्वान्टिटी धेरै हुन्छ होइन मेरो सिँगै नआइरहेको छ नदेखाउला सो यो हाम्रो सेकेन्ड टाइम कट पिस है त के हो केटा कति चाँडो खाइसक्यो यार बिस्तारै खाऊ न अनि पो ध्यान राख्छ कति भयो दिदी हाम्रो 430 ए 180 150 30 100 430 भयो ए भोला भयो हजुर भोला भयो हजुर 430 भयो पक्नु ल म दिन्छु हजुर भिखारीले पैसा दिएको छैन त्यो नि गाइस सरी मेरै पैसा हो त्यो नि होइन मेरो पैसा राख्नु दिएको त्यो पैसा तिर्दाखेरि चाहिँ हल्का सोचोपट्टि देखाएर हो अरू केही पनि होइन सो ऊ चाहिँ रिच छ धनी छ भनेर पनि केटी इम्प्रेस नहुनु होला त्यो चाहिँ मेरो पैसा हो म अहिले त्यति भन्न चाहन्छु मान्छे हेर्दा मात्रै यस्तो हो गोजीमा 20 रुपियाँ बोकेर हिँड्दैन भाडा गरी हिँडेर जान्छ काममा पनि दिनमा 20 रुपियाँ खर्च गर्न थाल्यो भने त उसको अनि महिनामै 1500 जान्छ सो अब चाहिँ यहाँबाट निस्किने होइन गाइस है अब चाहिँ निस्किनु पर्छ त्यो भाइले एउटा कुरा सोध्नु पर्यो यार भाइ एउटा कुरा सोध्नु पर्ने थियो कि सोद्धा हुन्छ हुँदैन होइन सोद्धा हुन्छ हुँदैन पहिला भन्नु हुँदैन ल बाई बाई हुन्छ स्योर दिदी छ कि सिपीको फुल फर्म के हो छैन हो के भयो ए ल ठिक छ मेरो पनि के भएको छैन भन्नु र ए हो ल त्यसै भयो ल नमस्ते भन्नु र नमस्ते बहिनी भन्नु गर्लफ्रेन्ड छ भने गर्लफ्रेन्डलाई केही मेसेज गर्नु छ भने यसबाट यो त यो भिडियो मार्फत गर्न सक्छ के भन्न चाहन्छौ तर भाइहरू क्यामेरामै नर्भस भइसक्यो यार नर्भस होइन रातो रातो भइसक्यो फुलेर त्यही भएर के चाहियो तिमीलाई भन त म सब किनिदिन्छु दोस्त औ हिँड न म देखाउँछु तिमीलाई चाहिने स्पेसल चिज यहाँ छ वाट यु वान्ट दिस झुम्का किन्न हाल्छन् जोनलाई झुम्का यो खतरा खालको रहेछ त यार लभली यार अनि के काँटा साटा पिङ्क भयो हुन्छ होइन जुन पिङ्क भयो नि अनि दोस्त तिमीलाई ओइ नेक्लेसहरू सही लाग्यो लभली झुम्का रहेछ यार गर्लफ्रेन्ड भएको बनाउनु पर्यो नि त ब्रदर ब्रादर ब्रो यहाँ तिम्रो लागि कुन चिज स्पेसल भन न यहाँ हेर न तिम्रो लागि के लिने भन त यो वाच तिम्रो लागि यो वाच भइहाल्यो पर्दैन महँगो हुन्छ के लिने भन जुन झुम्का लाएर हिँड्ने थिएँ नि म किनिदिन्छु हे गाइस अब चाहिँ म रुम आइसक्यो होइन लास्टै थकाइ लागिरहेछ लभिङ मल घुमेर सो अब चाहिँ म सुत्न जाँदैछु र कमेन्टमा पक्कै भनिदिनु होला कस्तो थियो भ्लग र हामी भेट्नेछौँ नेक्स्ट भ्लगमा बाई बाई सी यू